वेलकम टु माई एनदर ब्लग गाइज आज चाहिँ म होइन खेतमा मकै गोड्न जान लाग्यो धेरै साथ दिनु होला। अब गाउँघरमा यस्तै छ कामदाम है। म खेतमा मकै गोडेर एकछिन मकै गोडेर अनि एकछिनपछि हामी चाहिँ त्यहाँ नजिकै सेतीमाथि खोला छ अनि त्यही सेतीमाथि खोलामा चाहिँ अलिकति माछा मार्ने कुराहरू पनि भइरहेको छ। हेरौँ के हुन्छ। भाग्यले साथ दिए सबै कुरा राम्रो हुन्छ। हेर्दै गर्नु होला। म तपाईँलाई यसरी नै भिडियोहरू देखाउने छु है त। मसँग साथमा चाहिँ मेरो भाइ मेरो सालो के थापा अरे त्यो नाम के अरे यता हेरेर भन्नु यार यता होइन यता हामी अहिले कहाँ जानु लाग्यो सेती माथिमा माछा मार्न। तैँले माछा निकाल्छस् त बाम बाम हिजो त्यसले खतरा एउटा ठुलो कत्रो निकाल्थ्यो हिजो बाजे। यहाँ चाहिँ गाई चाहिँ रोड पिच हुनको लागि चाहिँ यहाँ काम चलिरहेको छ। हेर्दै गर्नु होला। बिस्तारै बिस्तारै बिनकोटको बाटो पनि बन्छ। अब बाटो बनेपछि सबै कुरा बन्यो भने नि हुन्छ है त गाइस। ल गाइस हामी चाहिँ होइन मकै गोड्न पनि गाडीमा आएको छ है। यो चाहिँ तपाईँको दमौली बजार देख्न सक्नुहुन्छ है। चट्टा यसरी हरियाली यता अनि यस्तो छ होइन। अनि हामी चाहिँ यहाँ तल हो कि बेसीमा मकै गोड्न जान लाग्यो। हेरौँ अब के हुन्छ। यहाँ तल हो कि यो तल हो त्यहाँ देखेको छ नि त्यहीँ हो। हेरौँ के हुन्छ अब बिस्तारै बिस्तारै गाडीमा जो सुविधा अब हिँड्न परेन होइन हिँड्न परेन। अब यस्तै छ गाउँघरको बाटो। यहाँ तल छ म तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला। बेसी चाहिँ यहाँ तल हो कि यहाँ तल अहिले त्यहाँ पुगेपछि म तपाईँहरूलाई देखाउने नै छु है। बारी त धेरै छैन जस मकै गोड्न चाहिँ अब पर्यो। अब के गर्नु अन्न स्याहार भने यही हो। गाह्रो छ है। बारीमा जान पनि गाडीमा चढ्नुपर्छ यार। टाढा भएपछि यस्तै हो गाह्रो छ जिन्दगी। अब के गर्नु अब 1 घन्टा लाग्छ तल माथि गाउँदेखि तल बेसीमा आउन। यस्तै छ कि गाउँघरहरू यस्तै छ है। मान्छेहरू रोकेको छ होइन। गाह्रो यहाँ चाहिँ मान्छेहरू लोड गर्दैछ। हामी चाहिँ यहाँ तल जाने कि यहाँ मुनिपट्टि खोलामा। हेरौँ अब मान्छेहरू आउँदैछ। यता भाइ छ है। यता चाहिँ कोदालीहरू राखेको छ है साइडमा। के गर्नु यस्तै छ जिन्दगी। अब लगभग आइपुग्न लाग्यो। अब हेर्दै गर्नु होला भिडियो। अब धेरै अरू त त्यस्तै हो यस्तै छ जिन्दगीको टर्निङमा। अँधेरो साइत बोलाम झैँ लाग्छ मलाई त नरिसाउन सानो कुरैमा आज मुग्लिन्छ र भोलि त भस्म सर बुटोल हुँदै तुलसी पुरैमा। त्यसो बाबु हो मकै माल्न मकै गोड्न जानु लाग्यो। गाह्रो छ हो जिन्दगी के गर्नु यस्तै छ होइन। फाइनली गाइस हामी चाहिँ आइपुग्यो होइन बारीतिर। गाडी पनि गइसक्यो। बिस्तारै हेरौँ अब आफ्नो बारीतिर के कस्तो छ। हेर्नु त गाइस मकैहरू कत्रो भइसक्यो है खेतमा बेसीमा। गाउँतिर पनि भर्खर उम्रिँदैछ। यता पनि घोगाल्ने बेला भइसक्यो होइन। मकैबारी सबै मकैबारी। प्रशान्त कस्तो लागिरह दामी भएछ है। हेर्दै गर्नु होला। बारीमा पुगेर अलिकति मकै सबै गोडेको भिडियोहरू पनि देखाउने छु। प्लस यहाँ तल चाहिँ होइन खोला छ। अनि मकै गोडेर भ्याएपछि यसो माछा मार्ने प्लान छ। त्यो माछा साछा मारेको पनि देखाउने छु यही भिडियोमा। हेरेर साथ दिनु होला है त। हेलो गाइज हामी चाहिँ अहिले होइन मकै गोडिरहेको अवस्था। अब अहिले चाहिँ हामीले यहाँदेखि यहाँ पुऱ्याएको छौँ। यो माथि छेउसम्म अनि प्लस यहाँ तलको छेउसम्म है। सेता पनि रहेछ अलिकति
दुईटा सुर्की अनि उता सामान हेरौँ अब आज भ्याउँछ कि भ्याउँदैन। आज काम यस्तै छ। अनि भाइ के छ खबर? खन्दै हो? पढ्न सजिलो कि कोदाली समात्न सजिलो? अन्त अनि नपढेर अनि किन चाहिँ कोदाली समातेको त? तैँले कति कक्षा पुग्यो अरे? 10 को स्पेलिङ भन् त? 10 को स्पेलिङ आउँछ? ल मकैबारी दर्याम हरियो काँक्रो लिएर भनेको यो गाई चाहिँ हेर्नु होला। गाह्रो त गाह्रै छ होइन, दुःख सुख गाउँघरको यस्तै हो। अब मकै चाहिँ हरियो देखिसक्यो, अब हुन्छ हुँदैन थाहा छैन। अब त्यो मेहनत अनुसारले भयो भने त राम्रै हो। यसरी नै बिस्तारै तपाईँहरूलाई म अर्ग्यानिक भिडियोहरू देखाउने कोसिस गर्छु। अब धेरै दिन त छैन, अलि दिन हो। अब मेरो पनि बाहिरको प्रोसेसिङ भइरहेको छ, हेरौँ के हुन्छ। अब ठिकै छ, भाग्यले साथ दिए एक दिन आकाश छोडौँला होइन, एक दिन भुइँ छोडौँला। जहाँ गयो नि आउने त हामी यही ठाउँमा हो, ठिकै छ। हेर्दै जानुहोस् हेर्नु त। नेपालको मन के अरे त्यो हरियो वन नेपालको धन भनेको यही हो कि। हेर्नु त जताततै हरियाली। फाइनली गाइस हामी चाहिँ मकै गोडेर खोलामा आइपुगेको अवस्था। अब बल्छी सल्छी बनाएर अब माछा साछा अब यसो अब खेलौँ के अरे, अब पर्छ पर्दैन। अनि यो देख्नुभएको छ नि तपाईँले पारिपट्टि, यो चाहिँ दमौली हाइड्रो पावर है, जलविद्युत निकाल्ने सोरुम। यहाँ चाहिँ सोरुम खन्दैछ, भइसक्यो होला लगभग। उता भ्याइसक्यो यो डाँडा उतापट्टि छेडेर भित्र उता जोडेको छ। सेतीलाई रोकेर अब जलविद्युत स्टार्टिङ भइसकेको छ। हामी चाहिँ अहिले खोलामा हो, हेर्दै गर्नु होला। माछा अब पायो भने माछा परेको भिडियोहरू पनि म सायद तपाईँहरूलाई देखाउने छु, आशा गर्दछु कि हेरेर बस्ने होला है। के गर्नु यस्तै छ। हेलो, तल चाहिँ खोला है, खोला। गाइस यहाँ चाहिँ बल्छी थापेको अवस्था है। माछा पर्छ पर्दैन थाहा छैन। मलाई चाहिँ लास्टै गर्मी भएको छ, अब पौडी खेल्न जाऊँ भनेको। सरर एकचोटि डुब्की लाएर तल बल्छी थापेछ मैले चाहिँ, तल निस्किनु पर्ला। हेरौँ अब। गाइस होइन, मलाई चाहिँ अहिले गर्मी भएको अवस्था। एकछिन यसो पौडी खेलौँ भन्ने चाहिँ सोचले चाहिँ पानीमा पसेको छु। हेरेर 7 दिन है। गाइस हेरौँ है त, पर्छ पर्दैन। तान्न त खुब तानिरहेको के अरे। पऱ्यो ए, एउटा पऱ्यो गाइस। भर्खर सुरुवात भयो एउटा है। लो है, एउटा सुरुवात भयो हेर्नु है गाइस। के परेछ, कटङ्गा परेछ गाइस। बिस्तारै भिडियोहरू देखाउँदै गर्छु है तपाईँहरूलाई है। एउटा चाहिँ परेछ ल, नाइस। गाइस हामी चाहिँ अहिले होइन माछा मारेर, अब माछा परेन, अब खाजा खानको लागि टमाटर प्याज खुर्सानी गोलभेडा यसरी चाहिँ चटपट बनाइरहेको छ। एउटा चाउचाउ त धेरै छैन, एउटा चाउचाउ एउटा भुजा अब मिक्स गरेर चट्ट अब खाजा खाने अब प्लानमा छ है त। आधा खाऊ चाहिँ मोलो पनि होइन, काठा मोलो पनि हेर्नु नि क्या।
टमाटर मुलक हुन्छ म चाउचाउ दिएको चट्ट झ्यामझ्याम झियो अनि चट्ट अनि खाजा साजा उनीहरू डिसा साट झ्यामझ्याम छ डिसा साटेर चामा चामा अब इन्डियन सुवाले आएछ उहिले पनि घाँस त भन्नु गरेको झ्यामझ्याम झियो जुल लेगे मचा लेग्यो झिउ न झिउ झ्यामझ्याम झिउ न सुपको काउ 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 झ्यामझ्याम झिउ भाँडा पनि नभएर यी बोरालाई इस्तेमाल गरेको छ हामीले होइन के गर्नु निस्मिटी जाउँ न झ्यामझ्याम पचा पुजी चढ्यो क्या पचा पुजी चढ्नु लो छासेस मासी म्याउँछ कता सुस्मी खामे तपाईँ जिन्छु भने है नुन चाहो एकटा हो 이거 봐. माथि घाँस काट्यो कि बाख्रा काटा ऊ गरेर रातिखेर ल गाइस हेर्दै गर्नु होला इनको भिडियो पनि हाल्दैछु ल गाइस अब माछा त मार्न सकेन जोस् खोलामा आएर अलिअलि रमाइलो भयो अब भ्लग इन गर्नु पऱ्यो है जो कोहीले हेरेर यदि मेरो भिडियोमा केही कमी कमजोरी छ भने भनिदिनु होला माछा त अब त्यस्तै हो त्यो एउटा परेको देखाएको थियो त्यहाँनिर सकिएन यति ठुलो खोलामा अब गाह्रै हुँदो रहेछ क्या है के गर्नु यस्तै जिन्दगी ल बाई बाई